सो अहिले यति बेला म चाहिँ पुरा भिरमा छु। यता माथितिर पनि पुरै चट्टानै चट्टान छ। अनि सो उता तल चाहिँ खोला छ। वाह, च्याउ त पुरा दह्रो भेटेछ नि। पानी त यस्तो मजाको पानी छ फेरि। च्याउ खोज्न आए मान्छे आँप खाएर बसिरहेको हो। मिठो छ है आँप। हेलो एन्ड नमस्ते। आज चाहिँ बिहान बिहानै च्याउ खोज्न आएको जङ्गलतिर। च्याउ नै एक फुट्टी पनि छैन यार। हामीभन्दा बिहान 4-5 बजीतिर आएर सब मान्छेहरूले खोजेर लगिसकेछन्। पुरा एक छैन अहिलेसम्म भेटाएको। त्यही भएर खोज्दै हिँड्दै गरेको, केही नै छैन यार। यो बिहान मान्छे सबै आएर खोजेर गइसकेछ नि पुरा एरियाभरि जङ्गलको। डिग हुँदा यस्तो छ जङ्गलको अवस्था एउटा के। सो अहिले यति बेला म चाहिँ पुरा भिरमा छु। यता माथितिर पनि पुरै चट्टानै चट्टान छ। अनि सो उता तल चाहिँ खोला छ। अनि यता पनि पुरै भिर हो। यो यहाँ आएर फसिरहेको छु। उता गाउँ जाउँ भने चिप्लो छ बाटो। मुख्य कुरो बाटै छैन अनि चिप्लो छ। अब कसरी झर्ने यहाँबाट। पुरा त्यो जङ्गलभरि सबै उता चाहिँ सबैमा मान्छे। अनि उता पनि सरेर मान्छेहरू। अझै राम्रोसँग उज्यालो भइसकेको छैन। वाह, च्याउ त पुरा दह्रो भेटेछ नि यता यार। सँगै आएको यता यहाँ यी भुत्लो भाङ यति छ अहिलेसम्म यार। यस्तो यहाँ जता आएको त पुरा उ लागिसकेको छ अहिले त। के अरे तुवालो ढुसी उच्याएको मतलबै नछ है। शीतमा यस्तरी हिँडिरहनु परिरहेको छ अहिले त। च्याउ भन्ने कुरो कति नभेटिने। अनि यस्तै हो अब। च्याउ खोज्न आए मान्छे आँप खाएर बसिरहेको हो। मिठो छ है आँप। यस्तो मजाको छ, मस्त छ होइन। च्याउको मतलबै छैन। आँप खाएर बसे भयो। यस्तो मजाको झरना छ यता चाहिँ होइन। अलि भिडियोमा कैद नहुन सक्छ। त्यहाँ माथि टपबाट यहाँ आइयो। अब यहाँबाट यसो यतातिर घुमेर जङ्गलको बाटो नै च्याउ भेटिजाला। यस्तो हेर्नुपर्छ क्या च्याउहरू टक्क हुनलाई। अनि अब टन्नै माथिमा ल्याउँछ ल त कता छ खस। सम्रेनो भेट्टेला र मजाको बाटो रहेछ यता पनि। सो बाटो चाहिँ एकदमै राम्रो बनाएको रहेछ यहाँ चाहिँ होइन हिँड्नलाई। अनि यही बाटो हुँदै हामी यस्तो भित्रसम्म हुन्छ क्या च्याउहरू त। तर के गर्नु अहिले एउटा छैन। सो बाटो चाहिँ यस्तो छ कि ओ माई गड। यस्तोमा छिर्नुपर्छ। अनि सङ्घर्ष देख्नुपर्छ। सङ्घर्ष माखुराको जालो।
सो फाइनली यति बेला हामी चाहिँ जङ्गलबाट आइसकेका छौँ च्याउ टन्न ल्याएर। अनि सो त्यही हो, प्लास्टिक मात्रै छन् होइन, यहाँ चाहिँ च्याउ भन्ने कुरा केही पनि छैन। अब माछा मार्न जानुपर्छ, आज खोला आइरहेछ, माछा टन्न मारेर आउनुपर्छ। गाह्रो छ के गर्नु, च्याउ भन्ने कुरा छैन। अनि यति बिहानै गएर पनि च्याउ नै पाइएन, यति धेरै मान्छेहरू, ओहो च्याउभन्दा धेरै मान्छेहरू। अनि कहाँबाट च्याउ हुने रे, हिजो दिउँसोदेखि रातभरि पानी परिरहेको थियो, त्यही भएर यसो च्याउहरू हुन्छन् भनेर फर्स्ट टाइम हो बिहान, नत्र त यसरी आइनथ्यो। फर्स्ट टाइम बिहान आँखा मिल्दै आएको। हामीभन्दा अलरेडी पहिला मान्छे आएर च्याउ खोजेर हिँडिसकेछन्। यस्तै हो, अब च्याउ भन्ने कुरो च्याउै हो। अनि यहाँ चाहिँ पुरा आँपहरू यति धेरै छन्, मतलब छैन यहाँ आँप। सो आजलाई यति नै, अर्को नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ। हवस् त, बाइ बाइ एन्ड टेक केयर।